हाय बुद्धि वाल बुद्ध कता हो नि फलराज दाइ के छ त हाल ठिकै छ वाल बुद्ध अहिले के हालचाल भइरहा हालचाल एकदम ठिक छ अनि अस्ति तपाईको मैले अन्तर्वार त चाहियो भने थियो हैन अनि अन्तर्वार त कस्तो कस्तो चाहियो तपाईलाई बुद्धजी ठिक छ ठिक छ एकदम ठिक छ अनि अहिले मनाङमा के कस्तो भइरहा मनाङमा एकदम राम्रो छ अनि त्यहाँको हावापानी भू बनाउनु कस्तो भइरहा अब अहिले बर्खाको बेला पानी मजाले पर्छ त्यहाँको हावापानी कस्तो समस्तोति हावापानी हो ठन्डी मौसम हो कि लु हावा हो कि अनि समस्तोति हावापानी हो कि कुन हावा हो त्यो अहिले त्यहाँ चाहिँ ठन्डी हावापानी हो ठन्डी हावा अनि यो चाहिँ समस्तोति हावापानी लु यो लु हावा भनेको तराईतिरको लु हावापानी हो अनि तपाईँलाई कस्तो प्रश्न चाहियो हैन यस्तो भयो कि अस्ति मैले तपाईको फोटो खिचेर हैन अस्ति तपाईँले चाहिँ फोटो हाल्यो अनि अन्तर्वार त तपाईँले त्यो मान्छेलाई कस्तो अन्तर्वार त कस्तो चाहियो रे अब तपाईको व्यवसायको बारेमा तपाईको व्यवसाय कस्तो चलिरहेछ कुन ठाउँमा छ व्यवसायको लोकेसन लोकेसन त ठिकै हो नेपाल भन्दा हावा चल्दैन बर्खा बेला चल्दैन अरू बेला चल्छ अनि यो मनाङको बाटोमै पर्छ हैन त मनाङ बाटो हो मर्सेदी गाउँपालिका वडा नम्बर 3 वडा नम्बर 3 के भन्छ यो ठाउँको अर्खली बेसी अनि नेपालमा कतिवटा गाउँपालिका छ 460 वटा अनि कतिवटा महानगरपालिका 6 वटा महानगरपालिका कतिवटा नगरपालिका 276 वटा नगरपालिका अनि हालचाल अनि त्यहाँदेखि त कतिवटा उपमहानगरपालिका 11 वटा सबभन्दा ठुलो त्यो के अरे गण्डकी यो कुन प्रदेश हो गण्डकी प्रदेश हो नेपालमा कतिवटा प्रदेश छन् 7 वटा छन् जम्मा 7 वटा प्रदेश हो अनि त्यहाँदेखि अहिले त्यो के अरे गण्डकी प्रदेशको सबभन्दा ठुलो जिल्ला कुन हो गोर्खा सानो जिल्ला कुन हो पर्वत गोर्खा जिल्ला अनि भूभाग कति ओगडे छन् 36.10 अनि त्यो के अरे पर्वत कति पर्सेन्ट ओगडे छन् 4.94 अनि त्यहाँदेखि गण्डकी त्यो के अरे गण्डकी प्रदेशको क्षेत्रफल कति छ 21,733 वर्ग किलोमिटर जनसङ्ख्या कति हो 24,79,745 जनसङ्ख्या महानगरपालिका कति छन् एउटा नगरपालिका कतिवटा 26 वटा अनि गाउँपालिका 58 स्थानीय तह 85 गण्डकी प्रदेशको सबभन्दा ठुलो जिल्ला कुन हो गोर्खा अनि तपाईलाई चाहिए कस्तो चाहियो ल बुद्धजी नेपालको चाहिँ कति वर्ग किलोमिटरमा फैलिएको छ हाम्रो नेपाल चाहिँ कति वर्ग किलोमिटर 1,47,181 वर्ग किलोमिटरमा अनि भूभाग कस्तो भइरहा अनि अहिले यो नेपाल बन्द कारण किन हो कालो प्लेटले किन के गर्ने रातो प्लेट के गर्ने भइरहन् अन्त पार्सीजी हो त्यसलाई देखाए पार्सेन देखाए रे विलियन छ है अनि अन्तर्वार त कस्तो थियो ठीक छ एकदम दामी तपाईँ अनि त्यो के अरे कस्तो क्वेसन सोध्नु त व्यवसायिक पनि ठिकै छ व्यवसायिक ठिक सबै ठिक छ समोसा छ अन्डा छ कुरकुरे अनि चिप्स अनि चाउचाउ बिस्कुट अनि ललिपप टाइगर बिस्कुट कोकोनट बिस्कुट दालमोट सालोट सबै अनि कोक फ्यान्टा अनि प्रशोधित पानी भनेको आफू फेरि मिनरल पानी भन्छ त्यसलाई खास भन्यो भने त प्रशोधित पानी हो त्यो होइन होइन त्यो प्रोसेस यो छानेर आगोलाई प्रशोधित पानी भन्छन् कुरो बुझ्यो ओयल बुद्धजी ठिक छ अनि एउटा समोसाको कति हो त 25 रुपैयाँ चाउचाउ र अन्डा बनाएको कति हो 50 मलाई चाउचाउ र अन्डा चाहिँ दामी लाग्छ के मलाई हो भनेपछि त बुद्ध चाहिँ मन पर्छ हैन अनि त्यहाँदेखि त अहिले तपाईँले यो इन्टरनेट च्यानलको काम गरेर कति वर्ष भयो लगभग 6-7 वर्ष भइसक्यो अनि त्यहाँदेखि अहिले चाहिँ लस एन्ड प्रफिट भएन लस भएको कि प्रफिट भएको एकदम ब्यालेन्समा छ ए भनेपछि नाफा नोक्सान भन्छ के यसलाई भन्छ अर्को भन्छ त्यहाँ मूल्य अभिवृद्धि कर भन्छ भ्यालु एडिसन ट्याक्स अनि कर चाहिँ अलि धेरै लाउने के सरकारले कर लाए नेपाल सरकारले कर नलाए त अनि चुनाव कसरी उठाउँछ कर धेरै लगाएपछि चुनाव उठाउने पैसा चाहिएन अनि त्यही हो नि त अनि पछि चाहिँ आज त्यो व्यापारीहरूमा घाटा भने त्यसलाई चाहिँ अर्थमन्त्रीलाई जनतालाई मर्का पार्ने त्यसलाई भन्छ इकोसिस्टम प्रणाली भन्छ के
इकोनोमिक सिस्टम भन्छ त्यसलाई इङ्ग्लिसमा कुरो बुझ्यो अनि तपाईँलाई खास क्वेसन चाहिएको कस्तो अब खास मैले त यो हाम्रो व्यवसायको बारेमा यताउता व्यवसाय बारे छ अनि नेपालमा अहिले चाहिँ के भएर हालचाल अनि कस्तो अवस्थामा कुन अवस्था गति नर्सियमा गुडिरहेको त्यस्तो अवस्थामा अब नेपालमा राजा आउने रे भन्छ न आगो ठिक छ कि न आगो ठिक छ तपाईँलाई अब मलाई त थाहा छैन जे भए पनि हुन्छ मलाई जे भयो भने जनतालाई मर्कामा राजा आए पनि जनतालाई ठिक छैन आए पनि ठिक छैन तपाईँलाई के लाग्छ त मलाई त आए पनि ठिक छ नआए पनि ठिक छ मलाई केही सन्तुष्टि छैन मेरो लागि त बाटो बन्द नहोस् नेवल बन्द नहोस् पानी मौसम परिवर्तन नहोस् त्यति हो यो आफ्नो सानो व्यवसाय मजाले चलिरहेको त्यसलाई भन्छ हामी के भन्छ सानो उद्योग भन्छ यसलाई त सानो तथा मजौला उद्योग मजौला उद्योग भनेको 10 करोडभन्दा माथि त्यो के अरे 15 करोडभन्दा तलकोलाई मजौला उद्योग भन्छ यसलाई त सानो उद्योग हो कुरो बुझ्यो समस्या यही भन्ने सबै यहाँ भने त्यसलाई सानो उद्योग भन्छ सबै आफै यसलाई भन्छ के अरे यसलाई भन्छ इन्डस्ट्री स्मल इन्डस्ट्री सानो उद्योग कुरो बुझ्यो अनि कस्तो लाग्यो तपाईँलाई एकदम दामी एकदम अनि अहिले चाहिँ नेपाल वर्ष कहिलेदेखि सुरुवात अनि तपाईँलाई चाहिँ यो पार्टीहरू चाहिँ कस्तो लाग्छ त पार्टीहरू साह्रै खासै ठिक त होइन जुन पार्टी आए पनि जनता दुःख त्यही दुई ढुङ्गो बिचको तरुल जस्तै हो एउटालाई भन्छ भन्यो एउटालाई भन्छ सिद्धि छैन आखिर जनता दुःख छ होइन सलाइको आविष्कार कहाँ भएको इङ्ल्यान्ड अनि त्यहाँदेखि त एउटा वायु नाप्ने यन्त्रलाई के हुन्छ ब्यारोमिटर हावा नाप्ने यन्त्रलाई के हुन्छन् ब्यारोमिटर दुध नाप्ने यन्त्रलाई के हुन्छन् ल्याक्टोमिटर अनि त्यहाँ त्यो दुधको घनत्व नाप्ने त्यो के अरे तेरेको ताप क्यु बराबर के हुन्छन् m/dt क्यु भनेको के हो गुमाएको ग्राउन्ड गरेको ताप शक्तिको परिमाण m भनेको के हो पिण्ड टी भनेको के हो समय कुरो बुझ्यो टी भनेको टाइम समय टीले टाइम बनाउँछ नि त कुरो बुझ्यो अनि तपाईँलाई चाहिएको खास के हो भन्दा अनावश्यक के चाहियो होला भन्नु तपाईँले जति हुन्छ नि बल भने त्यो के अरे एउटा त्यो 10 क्लासको त्यो के अरे पाठमा आउँछ त्यो ताप भन्ने पाठमा आउँछ हिट भन्ने पाठमा आउँछ कि त्यस्तो तपाईँलाई अलिक ताप बढ्दैन क्या तपाईँको तापक्रम बढ्दैन ज्वालासला फुट्दैन तपाईँको ज्वालासला कसरी फुट्छ सबभन्दा नेपालमा बढी भूकम्प सबैभन्दा बढी भूकम्प जाने देश कुन हो जापान नेपालमा कहिले भूकम्पको स्थापना भूकम्प कहिले गएको थियो 2071 साल 72 साल वैशाख 12 गते के बाह्र परेको थियो शनिबार कुरो बुझ्यो अनि तपाईँलाई नि सोध्नु न अनि हामी बल्ल 90 सालको भूकम्प चाहिँ के भयो त 90 सालमा त खासै मैले याद भएन 90 साल त नेपालमा पहिलो भूकम्प थियो अनि 1990 साल माघ 2 गते गएको थियो त्यहाँबाट खासै अरू मैले याद भएन माओवादी द्वन्द्वकालमा चाहिँ कस्तो द्वन्द्वकालमा नेपालमा धेरै हानि पुऱ्यायो नि 62 सालको द्वन्द्वकाल र 63 सालको जनआन्दोलनमा गाह्रो छ नि 63 सालमा के हुन्छ सही शासनको अन्त्य अनि राजा ज्ञानेन्द्रद्वारा सत्ताको हस्ताको विरुद्ध अनि त्यहाँदेखि त सही शासनको अन्त्य माफियाहरू आम निर्वाचन गर्ने अनि 2007 सालको प्रजातन्त्रको दिवस 7 सालको घोषणा के थियो अनि त्यहाँदेखि जनतालाई सत्ताको आन्दोलन गरेर के अरे लोकतान्त्रिक दिवस थियो अनि जनतालाई के अरे प्रजातन्त्रको के अरे नामै अलि भएन त्यसमा चाहिँ हौसला बढी बढाउँथ्यो 63 सालमा के हुन्छ राजा ज्ञानेन्द्र र सत्ताद्वारा विरोध थियो अनि 63 सालमा है अनि 63 सालको जेठ 63 सालको जेठ 19 गते घोषणा भएको के बिहा थियो नेपालमा के भएको थियो के अरे संविधान दिवसको त्यसमा चुनाव निर्वाचनमा धेरै छन् एउटा चाहिँ संविधान सभाको निर्वाचन गर्ने रे अनि एउटा चाहिँ अन्तरिम सरकारको गठन गर्ने अनि राजाले गर्दै आएका राष्ट्रध्यक्षको कार्य प्रधानमन्त्रीले गर्ने रे भने हान अनि त्यहाँदेखि अन्तिम सरकारको गठन गर्ने भने हान त्यो नियम अहिले सरकारमा लागु भा पत्याउँदैन त्यस्तो 63 सालमा चाहिँ जेठमा गरेको संविधानको घोषणा गर्दा जनताले त्यो मान्यता भएन गरेन
गरेको थियो त जनताको आहुति बेकारमा गयो अनि गरेको थियो त छैन छैन अनि संविधान कानुन नि पनि बनाए संविधान पनि बनाए अनि त्यो नियम पाल्नु भएको छैन त्यस्तो पाराले नेपालमा पर्यटक विकास गर्दै गर्दै जान्छ आखिरमा चाहिँ अर्थमन्त्री राष्ट्रमा जान्छ आखिरमा जनतालाई फेरि आगोको ज्वाला चाहिँ ध्वास्त पारेछ अनि सिद्धियो हो 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 अब तापक्रम बढ्यो ज्वाला सला फुट्यो भने बस्यो हैन हो हो ओइल बुद्ध हो हो ल अब लगभग 10 मिनेट पनि भइसक्यो अनि 10 मिनेट आएन त्यहाँ बढी नै हुन्छ अन्त्यमा बिदाइ गर्दिनु होला ल के को बिदाइ कुरा धेरै लामो आएन त्यो मान्छेले बढी सुनोस् के अनि नेपालमा चाहिँ आन्तरिक पर्यटक ठिक हो कि बाह्य पर्यटक ठिक हो पहिला भन्नु दुवै ठिक हो नि आन्तरिक बाहिर पर्यटक अनि बाह्य पर्यटक भित्र लागि नेपालमा कस्तो सूचना गर्नुपर्छ नम्बर 1 नेपालको संस्कृति लोभ्याउनु भएन 1 2 मा के हो पर्यटकहरूको ठाउँ ठाउँमा होटलहरूको व्यवस्था हुनु पर्यो अनि 3 मा के हो राफ्टिङको व्यवस्था प्रचार प्रसारण हो 4 वटा कुरा त्यो हुन्छन् अनि तिनीहरू एकातिर फाइदा नि छ बेफाइदा छ फेरि पर्यटकहरू फाइदा चाहिँ त्यो भयो अनि विदेशी मुद्रा अर्जन गर्न पाइन्छन् सबै कुरा गर्न पाइन्छन् उनीहरूको भाषा चाहिँ नेपालमा हुन्छन् अनि एकातिर व्यवस्था के हुन्छन् फोहोरमा बढ्नु उनीहरूको संस्कृति नेपालमा भित्राएर लम्ब्याउनु खोज्नु अनि नेपालमा विकृतिहरू फैलिनु अनि नेपालमा चाहिँ बढी मात्रामा के दन्तरकालको सुरुवात हुनु भयो नि त नि अनि ल धन्यवाद ओइल बुद्धजी ल धन्यवाद फलराज दाइलाई ओइल बुद्धजी अब इन्टरनेट च्यानलमा कहिले आउँछ आज बेलुका नै आउँछ होला आज बेलुकाको कुन कति बजी समाचारमा लगभग 7 बजेतिरको 7 बजेदेखि कति लम्बाइसम्मको त 7 बजे 9 बजे 10 बजे 11 बजे अनि बिहान त्यसो लगातार दिनु पर्यो नि त अनि ओडाको को आउँछ त्यो मान्छे कहाँ गयो भन्नु नपरोस् अनि ल ल ल बाई